यहाँसम्म कोनिचिवा फेरि पनि स्वागत छ तपाईँलाई मेरो यस क्रिएटिभ राजेशको युट्युब च्यानलबाट। एकदमै लामो समयदेखि चाहिँ मैले भिडियोहरू ल्याइरहेको छैन र किन भिडियो आएन भन्ने कुरा पनि आजकै भिडियो हेरेर थाहा पाउन सक्नुहुन्छ। भिडियोको टपिकतर्फ लागौँ। भिडियो रहेको छ मेरो आफ्नो एक्सपिरियन्स सुनाउन गइरहेको छु। जापानमा चाहिँ एसएसडब्ल्यू वर्किङ भिजाको वास्तविकता कस्तो छ त। मैले चाहिँ हाल 9 महिनादेखि चाहिँ जापानको ओसाकामा रहेर एसएसडब्ल्यू भिजाको फुड सर्भिस क्याटेगोरीबाट काम गर्दैछु र यो भिडियोमा चाहिँ आज मैले कुरा गर्दैछु जापानमा चाहिँ आइसकेपछिको नयाँ काम, नयाँ ठाउँ र जापानको सिस्टमहरू चाहिँ कसरी एडजस्ट हुन्छ, जापानिज भाषा नजान्दाखेरि चाहिँ काममा कस्तो प्रेसरहरू हुन्छ, फ्यामिलीबाट टाढा बस्दाखेरि कस्तो अनुभव हुन्छ, एक्लोपन, अनि त्यसपछि कामको प्रेसरहरू, यी सम्पूर्ण कुराहरू चाहिँ गर्नेछु। अब भिडियोको टपिकतर्फ लागौँ। म चाहिँ जापान आएको चाहिँ 2025को अप्रिल 22मा आएको थिएँ र जापान टेकिसकेपछि चाहिँ मेरो नयाँ लाइफ सुरु भएको थियो। एकदमै जिरोबाट सुरु गर्नुपर्ने थियो होइन। नेपालदेखि आउँदाखेरि चाहिँ अब धेरै सोचेर आइएको थियो होइन। जापान जाउँला, कमाइन्छ, पैसा कमाइन्छ, त्यसपछि त गरौँला केही न केही, जापानिज भाषा पनि अब बनिहाल्छ नि जापान गएपछि त होइन। यस्तै थियो होइन। अनि त्यसपछि अब N1 पास गर्नुपर्छ, जापानिज भाषाको भिडियोहरू हाल्नुपर्छ, युट्युबमा कन्टेन्टहरू टन्नै ल्याउनुपर्छ भन्ने टाइपले आएको थिएँ होइन। नेपालमा भन्नुपर्दा चाहिँ मेरो जिरो एक्सपिरियन्स थियो कामको। अनि त्यसपछि फ्यामिलीसँग बसेको, दाइहरूसँग बसेको होइन। सुरुमा त अब यहाँ आइसकेपछि यहाँको सिस्टमहरू, यहाँको ट्रेन चढ्नेदेखि लिएर यी सम्पूर्ण कुराहरू चाहिँ सिक्नुपर्ने हुन्छ होइन। यो सम्पूर्ण कुराहरू सिक्नलाई चाहिँ मेरो चाहिँ कस्तो भयो भन्दाखेरि यो कम्पनीमा चाहिँ अलरेडी अरू दाइहरू, सेम्पाईहरू हुनुहुन्थ्यो, नेपाली दाइहरू नेपालदेखि नै आइसक्नु भएको थियो। अलरेडी 2-3 महिनै भइसकेको थियो, अलिअलि जान्नुहुन्थ्यो उहाँहरूले र उहाँहरूले पछि लाएर सिके हो सिस्टमहरू होइन। अलिकति सजिलै भएको थियो। अनि काममा पनि दाइहरू हुनुहुन्थ्यो काममा र दाइहरूले नेपाली भाषाबाट सिकाइदिनु भयो कामहरू गर्नलाई होइन। जापानिजले मात्रै सिकाएको भए चाहिँ अलिकति गाह्रै पर्थ्यो होला। तर फेरि अनि दाइहरूको पनि केही समयपछि हिटपछि गराइदियो, म एक्लै भएँ काममा। अनि सम्पूर्ण कुराहरू चाहिँ आफैले गर्नुपर्ने भयो। त्यसपछि चाहिँ बल्ल अनि मेरो कामको प्रेसरको बारेमा अनि बल्ल थाहा पाउँदै गएँ मैले होइन। पहिला त दाइहरूले सिकाउनुहुन्थ्यो, पछि जापानिजहरू भयो, विदेशीहरू म्यानमारको, भियतनामको छ होइन। तिनीहरूसँग चाहिँ काम गर्नु परेपछि चाहिँ अब जापानिज भाषाबाटै बोल्नुपर्ने हुन्छ। त्यसपछि अलिकति गाह्रो परेको थियो। त्यसपछि अब कुरा गरौँ जापानिज भाषा नजान्दाखेरि जापानमा चाहिँ कतिको समस्या हुन्छ त काममा भन्दाखेरिमा, यहाँ चाहिँ म ओसाकामा छु र यहाँ चाहिँ ओसाका बेन बोल्छन्। पहिलो कुरो हामीलाई जापानिज भाषै आउँदैन। दोस्रो कुरो त झन् ओसाका बेनबाट बोलेपछि चाहिँ उहाँहरूको चाहिँ त्यो बोल्ने हाचुओन एकदमै बुझिँदैन होइन। बुढाबुढीहरू हुन्छन् धेरै जसो जापानमा काम गर्ने होइन। यस्तो प्याकिङहरू, फुडहरूमा चाहिँ कसरी बोल्या छ, के बोल्या हो, केही पनि बुझिँदैन, डल्ल भएर हेरिन्छ। कामहरू सिकिसकेपछि चाहिँ जिम्मेवारीहरू पनि थपिँदै आयो, काम थपिँदै आयो। अनि जापानमा चाहिँ कस्तो हुन्छ भने जति धेरै काम गर्यो, जति स्पिडमा गर्यो, त्यति धेरै काम गर्नुपर्छ त्यो मान्छेले होइन। त्यही भएर आफूले कसरी सकिन्छ त्यसै गरी बिस्तारै बरु गर्ने होइन, आनन्दले काम गर्नुपर्ने रहेछ। अब मैले नि त्यही अनुसारले गरेको थिएँ। छिटो अब जापानिजहरूको स्पिडमा जाने हो भने त हामीले भ्याउँदैन, एकदमै स्पिड हुन्छ उनीहरूको कामको स्पिड। यहाँ चाहिँ सुरुमा चाहिँ कस्तो हुन्छ भने भाषाको चाहिँ एकदमै डर लाग्ने बोल्नलाई होइन। जापानिजहरूसँग गएर कन्फिडेन्ट भएर बोल्न डर लाग्ने होइन। त्यो भएपछि चाहिँ जापानिजहरूले नि हेप्छ होइन। के भन्न खोजे उनीहरूले नबुझेपछि चाहिँ अब उनीहरूले इग्नोर गरिदिन्छ। आफूले भन्न मन लागेको कुरो पनि भन्न पाइँदैन होइन। त्यो प्रब्लम चाहिँ हुन्छ। र मैले चाहिँ अलिकति टुटीफुटी भए पनि अलिअलि बोल्थेँ होइन। अलिकति विदेशीहरूसँग चाहिँ राम्रोसँग बोल्न सक्थेँ मैले होइन। कन्भर्सेसन कस्तो भने विदेशीहरूलाई चाहिँ अब जसरी भने पनि बुझ्छ क्या तिनीहरूले, हाम्रो फिलिङ्सलाई बुझ्छ क्या, किमोची बुझ्छ। तर जापानिजहरूले त्यही कुरा बुझ्दैन कि। हामीले अब विदेशी उनीहरूलाई थाहा छ नि त, उनीहरूलाई पनि भाषा आउँदैन, यसले के भन्न खोज्या भनेर यिनीहरूले सोध्छन् होइन। विदेशीहरूले र किमोची बुझ्छ, तर जापानिजहरूले त बुझ्दैन होइन। के भन्यो अब सबै थाहा हुन्छ उनीहरूलाई जापानिज भाषा, के भन्न खोज्या हो होइन। त्यो भएपछि अर्थको अनर्थ पनि लाग्न सक्छ होइन। त्यो भएर विदेशीहरूसँग चाहिँ राम्रै कन्भर्सेसन हुन्थ्यो, बुझ्थेँ काम गर्दाखेरि के हुन्थ्यो मेरो चाहिँ होइन। र अब कामको चाहिँ फिजिकल्ली चाहिँ एकदमै थाक्थेँ म सुरुमा होइन। अनि त्यसपछि अब रुममा आएपछि एक्लोपन हुने होइन। केही पनि अब गर्न मन नलाग्ने, पढ्न मन नलाग्ने, काम गरिसकेपछि थाकिसकेपछि केही पनि गर्न मन नलाग्ने होइन। खानाहरू पनि आफै बनाउनु पर्ने, सबै बनाइसकेपछि त टाइमै नहुने। बिहान 7:30 बजीदेखि बेलुका काम नसकुन्जेलसम्म थियो हाम्रो चाहिँ काम होइन। अहिले पनि त्यही नै छ।
चलिरहेछ। हाम्रो काम चाहिँ कस्तो छ भन्दाखेरिमा चाहिँ बुढाबुढीहरूलाई यो बिरामीहरूलाई चाहिँ खाना बनाएर खुवाउने काम हो हाम्रो चाहिँ होइन। र म चाहिँ अहिले हेड अफिसमा भएको कारणले यहाँ चाहिँ खानाहरू प्याकिङ मात्रै हुन्छ यहाँबाट चाहिँ, अनि हस्पिटलहरूमा अनि त्यसपछि रोजिन होमहरूमा खानाहरू पठाउँछौँ हामीले चाहिँ प्याकिङ गरेर, र उहाँका साथीहरूले चाहिँ त्यसलाई चाहिँ सर्भिस गर्ने काम गर्नुहुन्छ। र अरू अरू ब्रान्चहरूमा चाहिँ सिधै हस्पिटलहरूमै क्यान्टिन भएर अनि पकाएर खुवाउने काम हो होइन। त्यो टाइपको काम छ। काम चाहिँ एकदमै सजिलै छ होइन। र अब जति धेरै काम सिक्दै गयो त्यति जिम्मेवारीहरू थप्दै गएपछि चाहिँ काम धेरै हुन्छ, अनि त्यसपछि कामको प्रेसर हुन थाल्छ होइन। अहिले त्यस्तै भइरहेको छ। त्यति बेला चाहिँ एकदमै सजिलो भएको थियो काम पनि होइन, केही कामै थिएन, अलिअलि सिक्दै गयो, अलिअलि काम लगाउँथे दाइहरूले पछि गर्ने भएर एकदमै सजिलो भएको थियो। पछि चाहिँ दाइहरूलाई पनि खुसी गराइदियो, म एक्लै भएँ काममा। अनि त्यसपछि चाहिँ अलिकति प्रेसर भयो, जापानिजहरूसँग विदेशीहरूसँग कन्भर्सेसन गर्नुपर्ने होइन। समग्रमा भन्दाखेरि चाहिँ काम चाहिँ अब जापानको काम एकदमै प्रेसर हुन्छ काममा होइन। अनि त्यसपछि डेली लाइफमा त्यही काम गरिरहनु पर्ने भइसकेको, र त्यही काममा गयो फेरि आयो, रुममा पनि एक्लोपन, खाना आफैले बनायो खायो सुत्यो, फेरि भोलिपल्ट गयो, त्यो टाइपको लाइफ हुन्छ होइन। यहाँ चाहिँ अब त्यो समयमा चाहिँ सुरुको समयमा चाहिँ दाइहरू टन्नै हुनुहुन्थ्यो। यहाँ ग्रुपमा हामीले रमाइलो गऱ्यौँ, खायौँ, हिँड्यौँ, घुम्यौँ होइन। त्यसपछि सबैजनाको हिक्कोसी भएपछि चाहिँ म एक्लै भएँ यहाँ। त्यसपछि बल्ल अनि मेरो जापानको स्ट्रगल सुरु भयो होइन। र अब फ्यामिलीहरूबाट टाढा बस्दाखेरि पनि अब अलिकति प्रेसर हुने रहेछ होइन। कस्तो एक्लो भए जस्तो सुन्ने टाइपको हुने होइन। अलिकति गाउँ साइडमा छु म चाहिँ। गाउँ साइडमा बसिसकेपछि चाहिँ अनि घुम्न जानलाई पनि अब अलिक 1.5 घन्टा 2 घन्टाको ट्रेन चढ्न पनि पैसा पनि अलिकति खर्च लाग्ने, कतै जाँदा नजाने, यसो फाटफुट महिनाको एकचोटि जाने होइन। त्यो भएपछि चाहिँ अलिकति एक्लोपन, अलिकति मेन्टली प्रेसर टाइपको भएको थियो मलाई चाहिँ होइन। त्यही कारणले भिडियोहरू पनि आउन सकेको छैन। सो अब मेरो एक्सपिरियन्सको आधारमा कुरा गर्दाखेरि स्यालेरी, बचत र खर्चको बारेमा कुरा गरौँ होइन। जापानमा चाहिँ अब एसएसडब्ल्यू भिजामा रहेर कति कमाइन्छ त, एसएसडब्ल्यू भिजामा चाहिँ कति खर्च हुन्छ त भन्दाखेरिमा चाहिँ मेन त एसएसडब्ल्यू भिजाको स्यालेरीबाट आफूलाई आउने पैसाबाट ट्याक्स एकदम धेरै काट्छ होइन। एसएसडब्ल्यू भिजामा चाहिँ लगभग 50,000भन्दा माथि नै ट्याक्स काटिरहेको हुन्छ, कसैको 60, 70, 80सम्मै काटिदिन्छ होइन। वर्ष बित्दै गएपछि त त्यो प्लस हुँदै थपिँदै जान्छ होइन। अब टोटल स्यालेरीकोमा चाहिँ त्यही 60-70 हजार काटेर आउँदाखेरि चाहिँ हाम्रो हातमा आउने पैसा भनेको चाहिँ 1 लाख जति हुन्छ। त्यसमा अब खाना यताउति खाँदाखेरि खर्च हुँदाखेरि चाहिँ लगभग हामीले अब आफ्नो आधारमा भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ जस 1 जति चाहिँ नेपाल पठाइन्छ मजाले, 1 भन्दा माथि नै पठाउन सकिन्छ होइन। अब त्यो चाहिँ आफ्नो पर्सनल खर्च गर्ने आधारमा भर पर्छ। र अब अरू साथीहरूको कुरा गर्दाखेरि अरू अब रेस्टुरेन्टहरूमा काम गर्ने साथीहरू हुनुहुन्छ, कम्पनी चेन्ज गरेर यहाँ आउनु भएको छ अहिले होइन। पुरानो कम्पनीको कुरा गर्नुहुन्छ, एकदम जाङ्गियो, धेरै गर्दाखेरि पनि पैसा थोरै आउने, थोरै दिने, काम पनि एकदम पेलान हुने, मेन्टल्ली धेरै प्रेसर हुने। त्यही भएर यो कम्पनी आएको, यसमा चाहिँ अलिकति सजिलो हुन्छ भन्ने सुनेर भन्ने टाइपको साथीहरू पनि आउनुहुन्छ होइन। यहाँ चाहिँ त्यस्तो सजिलो छ, तर मलाई चाहिँ त्यही सजिलो मेन्टली प्रेसर नहुँदै पनि यो अब नेपालमा केही काम नगरे जिरो भएको कारणले यहाँ आएर चाहिँ यत्तिकै प्रेसर भइरहेछ क्या मलाई चाहिँ होइन। यो प्रेसर चाहिँ मैले ह्यान्डल गर्न सकेको छैन। यो चाहिँ के कारणले भएको भन्दाखेरिमा चाहिँ टाइम म्यानेजमेन्ट, सेड्युल म्यानेजमेन्ट नभएको कारणले गर्दाखेरि चाहिँ यत्तिकै यो फ्रिडम भएको भएर चाहिँ यस्तो भइरहेछ होइन। भिडियो चाहिँ अलिकति लामो नै भएको छ, त्यसको लागि चाहिँ थ्याङ्क यू सो मच यहाँसम्म हेरिदिनु भएकोमा। र यो मेरो एक्सपिरियन्स तपाईँहरूलाई कस्तो लाग्यो, अब तपाईँहरूले चाहिँ यसबाट के सिक्नुभयो, सम्पूर्ण कुराहरू चाहिँ तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। र आउँदो दिनहरूमा मलाई सजेसन गर्न सक्नुहुन्छ कुन टपिकमा भिडियो बनाउँदा राम्रो होला होइन। सम्पूर्ण कुराहरू चाहिँ भन्न सक्नुहुन्छ। सो आजको भिडियो चाहिँ यति नै गरौँ। थ्याङ्क यू सो मच। आरिगातो गोजाइमास।